हजुरले संसारबाट मुक्त हुनको लागि हजुरलाई 7 दिनमा मर्ने श्राप परेको छ। 7 दिनमा मर्ने श्राप परेको छ हजुरलाई। तक्षक नामरीको सर्पले डसेर मृत्यु हुने श्राप परेको छ भने हजुर अब ईश्वर उन्मुख हुनुपर्छ, परमात्मा पट्टि हजुर उन्मुख हुनुपर्छ। संसारमा कसैले पनि कसैको उद्धार गर्न सक्दैनन्, आफ्नो उद्धार स्वयं आफैले गर्ने हो। आफ्नो उद्धार स्वयं आफैले गर्ने हो, अरु कसैले गर्न सक्दैन। आज त्यसैले तपाईको मृत्यु भइसकेपछि तपाईको छोराहरू जन्मेजय आदि ज्ञानी भए भने तपाईको नाममा केही पुण्य कर्म गर्न। यदि मूर्ख रहेछन् भने तपाईको मृत्युपछि मतलब नराख्लान्, तपाई अधोगतिमा जानु होला। त्यसैले तपाईले यस्तो परमात्माको ध्यान गर्नुहोस्, यस्तो भगवानको ध्यान गर्नुहोस् कि जुन परमात्माले तपाईलाई कल्याण गर्नुहुनेछ। किनकि भगवान यस्तो भइबक्सन छ कि भक्तलाई साह्रै मन पराउनुहुन्छ। परमात्मा भक्तलाई साह्रै प्रिय गर्नुहुन्छ। संसारमा भगवानको कोही प्रिय छन् भने त्यो भक्त हो सज्जनवृन्द। भगवानले भन्नुहुन्छ मेरी पत्नी लक्ष्मी पनि त्यति प्रिय छैनन् जति प्रिय मेरा भक्त छन्। परमात्माले आज्ञा गरिबक्सन छ। त्यसैले महाराज तपाईलाई म एकजना भगवानका अनन्य भक्तको कथा बताउँछु, जसलाई ब्राह्मण दुर्वासा ऋषि दुर्वासाले पनि जसको तिरस्कार गर्दाखेरि भक्तवत्सल भगवानको है, दुर्वासा ऋषिले पनि जसको तिरस्कार गर्दाखेरि परमात्माले आफ्नो भक्तको महिमा बढाउनु भयो। हेर्नुहोस् है, दुर्वासा ऋषि फेरि कस्तो ऋषि ध्यान दिबक्सेला। दुर्वासा भनेको दुबोको रस मात्र पिएर बस्ने। उनी सक्छन् भने सायद भगवानलाई पनि श्राप दिन सक्छन्, तर दुर्वासा ऋषिलाई पनि परमात्माले भक्तको महिमा बताउनु भएको छ। हे गुरु ऋषि दुर्वासा, म मेरो भक्त भन्दा माथि छैन। मलाई कसैले बाँध्छन् त मेरा भक्तले बाँध्दछन् है। म कसैको बसमा हुन्छु त म मेरा भक्तको बसमा हुन्छु। हामी संसारमा यदि मोक्ष प्राप्ति हामी चाहन्छौं भने परमात्मालाई आफ्नो बनाउन सक्नुपर्छ। आज कसले बनायो त परमात्मालाई आफ्नो भन्दा अम्बरीश नामरीका एकजना राजा भइबक्सन थिए। ध्यान दिनुहोस्, ती अम्बरीश नामरीका राजा यस्तो राजा हुनुहुन्थ्यो नि, उहाँ राजा भएर राजपदमा म बसेको छु कहिल्यै नसोच्ने, म सिंहासनमा बसेको छु कहिल्यै नविचार गर्ने। उहाँ केवल विचार गर्नुहुन्थ्यो त म राज सिंहासनमा बसे तापनि म भगवानको त दासै हो, परमात्माको त म दासै हो। उहाँको मनमा त्यस्ता भावनाहरू आउँथे। अनि भगवानको मन्दिर बनाउनु भएको थियो, कृष्ण भगवानको एउटा मन्दिर, जुन मन्दिर उहाँ स्वयं आफै बढार्नुहुन्थ्यो। अम्बरीश राजा सबै मन कृष्ण पदार बिन्दय, आफ्नो मन सबै भगवानमा, भगवानको चरणार बिन्दमा आफ्नो मन लगाउने। अनि ती अम्बरीश राजा आफै स्वयं भगवानको मन्दिर बढार्नुहुन्थ्यो। सबै मन कृष्ण पदार बिन्दय, मन जति सबै भगवानको चरणमा लगाउने, परमात्माको चरणमा लगाउने। ध्यान दिबक्सेला, मन यदि भगवानमा लगाइयो भने नि, परमात्मामा मन लगाइयो भने नि, यो मन लगाउनु मात्र पर्छ। सधैँभरि यो मनलाई लगाइरहने ठेका, यो सधैँभरि भगवानलाई यो मनले भजिरहने ठेका स्वयं परमात्माले दिनुहुन्छ। लगाउनु चाहिँ पर्यो मन भगवानमा है।
अन्त नजामन श्रीमन नारायण भन अन्त नजामन। यो मनले परमात्मालाई भजन गर्नु पर्यो कि यो संसारलाई मिथ्या सम्झेर, यो संसारलाई 2 दिनको सम्झेर परमात्मालाई सम्झिनु पर्यो। बस अवश्य परमात्माले कल्याण गर्नुहुन्छ। राजाले अम्बरीशले यो आफ्नो मन भगवानमा लगाउनु भएको थियो अनि बोली केमा लगाउनु भएको थियो? वैकुण्ठ गुणानुवर्णने, भगवानको कथाको वर्णन गर्नमा बोली लगाउनु भएको थियो, भगवानको नाम लिनमा। अनि हात के गर्नुहुन्थ्यो? हरे मन्दिर मार्जना दिसो, परमात्माको मन्दिर बढार्ने काममा हातलाई प्रयोग गर्नुहुन्थ्यो। बस सेवकहरूले भन्थे, महाराजका सेवकले आएर महाराज हामीलाई हजुरले तनखा दिएर, महिनावारी तनखा दिएर हाम्रो घर चलाएर हजुरले काममा लगाउनु भएको छ, हामी छौँ नि बढार्ने नै, तिमीहरू दरबार भन्दा बाहिर साफ गर, यो मन्दिर मेरो अधिकारको कुरा हो, म आफै बढार्छु। भक्तवत्सल भगवानको नै, यो मन्दिर मेरो अधिकारको कुरा हो, मन्दिर म आफै साफ गर्छु। बचांसि वैकुण्ठ गुणानुवर्णने करो हरिर मन्दिर मार्जना दिसो। अनि कानले श्रुतिम चकाराच्युत सत्कथोदय, कानले चाहिँ सधैँभरि भगवान परमात्माका कथा श्रवण गर्नुहुन्थ्यो। आँखाले गोविन्दको दर्शन गर्ने सधैँ इच्छा गर्नुहुन्थ्यो। यसरी भगवान, अनि यो नाकले भगवानमा अर्पण गरिएका पुष्प तुलसीको गन्धलाई सुँघ्ने गर्नुहुन्थ्यो। पाउ सधैँ भगवानको मन्दिरमा आफ्नो पाउलाई लैजानुहुन्थ्यो। यस्ता प्रकारले उहाँले आफ्नो जीवनलाई केवल भगवानमा नै बिताउनु भएको थियो। बस महाराज, हे राजा परीक्षित, हजुरको अन्तिम समय आएको छ, हजुर अहिले अन्तिममा आत्तिदै हुनुहुन्छ। तर अम्बरीश राजा त घर गृहस्थी गर्दा गर्दै पनि, महाराज गृहस्थी जीवन चल्दा चल्दै पनि, राजा हुँदा हुँदै आफ्नो गृहस्थी जीवनमा रहँदा पनि भगवानमा त्यसरी मन दिनुहुन्थ्यो उहाँले। त्यसैले हजुर त अहिले सबै कुरा त्यागेर आउनु भएको छ। हजुरलाई तक्षक नामरीको सर्पले डसेर मर्ने 7 दिनमा मर्ने श्राप परेको छ हैन? हजुरले सबै कुरा त्यागेर अहिले गंगाजीको किनारमा आउनु भएको छ भने हजुरले अब पनि मन भगवानमा दिनु भएन भने हजुरको मोक्षको मार्ग खुल्दैन, बाटो खुल्दैन। मोक्षको मार्गको ढोका खोलिनको लागि गोविन्दमा तपाईले चित्त लगाउनु पर्छ, परमात्मामा भक्ति जोड्नु पर्छ। कस्तो भक्ति फेरि? तैल धारा तेलको जस्तो, जो टुट्न कठिनाइ होस्, बगेपछि बगेको बगेकै अखण्ड तरिकाले, भक्तवत्सल भगवानको अखण्ड तरिकाले तैल भक्ति धारा सरी भगवानमा भक्ति जगाउनु पर्छ। तपाईले देखाएछ कि मन्दिरमा गएर भगवानको पूजा गर्न बसेका छ, महाराज महँगा महँगा सामग्रीहरू लिएर लाएर गएका छन्, श्रृंगार पेटार गरेर गएका छन्। मन्दिरमा गयो पूजा गर्न भनेर आमा दिदी बहिनीहरू बस्नुहुन्छ नि, महाराज त्यो हरितालिका व्रत हैन, त्यतिखेर व्रत बस्नुहुन्छ। पूजा गर्न थालेपछि मन्दिरमा जाँदाखेरि के हुन्छ? अहिले त टिकटक आइरहेछ फेरि। म पूजा गरे जस्तो गर्छु, कस्तो छ भाइ, फोटो खिच्दैन। भक्तवत्सल भगवानको भिडियो बना त, मिल्यो कि मिलेन? दिदी भएको छैन, अलि खिच्नु न, अझै एकचोटि चढाउनु न। फोटो खिच्नेले भन्छ हो यसरी चढाउँदा हुन्छ? भगवानलाई चढाएको हो कि त्यो फोटो खिच्नको लागि त्यो मिलाएको हो कि? महाराज पूजा त्यसरी हैन। अनि पूजामा जब पूजा गर्दाखेरि जब म कस्तो छु, म कति राम्री भएर गएको छु, म कति राम्रो भएर गएको छु भन्ने आफूलाई त्यो सम्झिएर गइन्छ भने पूजाको कहिल्यै पनि फल मिल्दैन। भगवानमा हामी स्नान गरेर शुद्ध भएर शुद्ध वस्त्र पहिरेर गइसकेपछि, स्नान नगरी, शरीर शुद्धि नगरी, भूत शुद्धि,
स्थान शुद्ध नगरी, शरीर शुद्ध नगरी पूजाको लागि हामी योग्य हुँदैनौँ। त्यति गरिसकेपछि परमात्माको लागि हामी योग्य भयौँ, हामी भगवानको पूजा गर्न सक्छौँ। त कहिल्यै पनि कुनै पनि तरिकाले कुनै पनि भगवानको पूजा गर्दा तन्मयता, एकता हुनुपर्छ, एकाग्रता हुनुपर्छ। जुन एकाग्रता, एकछिनको एकाग्रताले एउटा हामीले गरेको फुलै चढाउँदाको कुरा पूजा पनि अथवा अक्षता पूजा त्यो एउटा न एक चीज न कम से कम सफल होस्। 16 उपचारले पूजा गर्दाखेरि एकै चीज पनि कम से कम सफल होस् न। त्यसरी तन्मयता दिने राजा अम्बरीश राजा परीक्षितलाई भन्नुहुन्छ सुखदेव स्वामी, हे राजन तपाईले अब अम्बरीश राजा जस्तै बन्नुपर्छ। त्यस्ता अम्बरीश राजाले एक दिन के गर्नुभएछ, कार्तिक शुक्ल हरिबोधनी एकादशी अहिले हाम्रो अब आउँदैछ हैन, त्यही हरिबोधनी एकादशीको दिन अम्बरीश राजा व्रत बस्नु भएछ। भक्तवत्सल भगवानको हैन। अनि व्रत बसेपछि अब त्यो व्रत गर्दाखेरि भोलिपल्ट द्वादशीको दिन अम्बरीश राजाले ब्राह्मणलाई भोजन गराएर मात्र आफू भोजन गर्ने उहाँले त्यो नियम शास्त्रले बताए अनुसारको त्यो कर्म गर्दै आउनु भएको थियो। द्वादशीको दिन, एकादशीको दिन द्वादशी रहँदै व्रत सिद्धिको लागि द्वादशी हुँदै द्वादशी घडी नबित्दै त्रयोदशी नलाग्दै यदि द्वादशीमै भोजन गरिन्छ भने एकादशी व्रत लिएको फल मिल्छ। अब त्रयोदशी लागेर भोजन गरियो भने फेरि द्वादशी युक्त एकादशी हुन्छ कहिलेकाहीँ, त्यतिखेर त्रयोदशी हुँदैखेरि हामीले भोजन गर्नुपर्छ। त्यतिखेर पनि यसरी बताइएको छ। कहिलेकाहीँ एकादशी पुरै सकिएर भोलिपल्ट उदय एकादशी मात्र हुन्छ नि, त्यतिखेर द्वादशी पुरा घडी हुन्छ। भोलिपल्ट भोजन गर्दाखेरि यानी कि द्वादशी सकेर त्रयोदशी लागेपछि भोजन गर्दा पनि दोष लाग्दैन। त यहाँ तर एकादशीको दिन एकादशी घडी, एकादशी जुन प्रकारले तिथि भयो अलिकति कहिलेकाहीँ 40, 45, 50 घडीसम्म एकादशी हुन्छ, त्यो दिन एकादशी व्रतमा लिइन्छ। शास्त्रले बताछ त भोलिपल्ट द्वादशी तिथि युक्त हुँदै भोजन गर्नु, नत्र सिद्धि हुँदैन भनेर बताछ। यो किन यसरी राखियो त शास्त्रले भन्दाखेरि अब त्रयोदशी लागेपछि खाँदा पनि हुन्थ्यो, त धेरै समय पुर्न सकिँदैन नि। अघिल्लो दिनको व्रत भोलिपल्ट छिटो गरेर गर्नुपर्छ, खानुपर्छ, शरीर धान्नुपर्छ। आफ्नो शरीरलाई पनि बचाऊ धर्मले भन्छ। त्यसैले शरीरलाई बचाउने कार्यको लागि भोजन अत्यन्त उपयुक्त छ। जो शरीरलाई बचाउनको लागि त भोजन द्वादशी हुँदै गर्नुपर्छ। राजाले के गर्नुभयो, अम्बरीश राजाले अब ब्राह्मणलाई बोलाएर भोजन गराउँछु भन्नुभयो। मनमा विचार आएछ, कसलाई बोलाउँदा अहिले भन्दा दुर्वासालाई बोलाउँछु भन्ने विचार आएछ र दुर्वासालाई बोलाउनु भएछ। बोलाइसकेपछि दुर्वासा आउनुभयो, राजाले निम्ता गरेपछि आउनुभयो। आएपछि ए राजन, हजुरले मलाई बोलाउनु भयो, तर हेर्नु आज मैले नुहाएको छैन, म ननुहाइकन आएँ, म नुहाउन यमुनाजीमा जान्छु, हजुर भोजन तयारी गर्नुहोस् अनि आएर म भोजन गरौँला भन्नुभयो। नुहाउन भनेर दुर्वासा यमुना जानुभएछ। यतापट्टि द्वादशी तिथि सकिने लाग्यो। राजाले विचार गर्नुभयो, अब द्वादशी तिथि सकिएपछि मैले भोजन गरेँ भने मेरो हिजोको व्रत सफल हुँदैन। एकादशी भक्तवत्सल भगवानको हिजोको व्रत एकादशी सफल हुँदैन। अब गरौँ के? ब्राह्मण आउन ढिला गर्नुभयो, फेरि ब्राह्मणलाई भोजन नगराई कसरी खाने? बोलाएको छ ब्राह्मणलाई भोजन गराउन। राजा अम्बरीशले विचार गर्नुभयो, अब गर्ने के? त्यसपछि वशिष्ठ आदि गुरु पुरोहितसँग सोध्नुभयो, गुरुदेव मैले गरौँ कि? अब म त ठुलो अप्ठ्यारोमा परेँ। ब्राह्मणलाई भोजन गर्न निमन्त्रणा गरेको छु, ब्राह्मणले आएर आउन ढिला गर्नु भएको छ। मेरो यो द्वादशी व्रत सकिन, एकादशी व्रत सक्यो, जो मैले लिएको व्यक्ति द्वादशी तिथि सकिने लाग्यो। अब भोजन गर्ने समय मलाई एकदम थोरै कम छ, म के गरौँ भन्नुभएको थियो। गुरुहरूले भनिदिनु भयो, राजन हजुरले भगवानलाई स्नान गरेको, भगवान परमात्मा शालिग्रामलाई स्नान गरेको चरणोदक जुन प्रभुको छ त्यसलाई पान गर्नुभयो भने पनि भोजन गरेकै फल मिल्छ है। खानै खानु पर्दैन, अन्न नै आहार गर्नु पर्दैन, चरणोदकै मात्रै पान गर्नुभयो भने पनि भोजन गरेको सिद्धि मिल्छ भनेपछि
अम्बरीशले हत्केलामा गोविन्दलाई स्नान गरेको, ठाकुरजीलाई स्नान गराएको 14 शालिग्राम भगवानको तीर्थ हातमा राखेर पान गर्न खोज्न मात्र के भएको थियो। त्यही बेलामा अम्बरीश पनि मौका छोपेर बसेका रहेछन्। के अरे दुर्वासा पनि यमुनामा नुहाउन गएका दुर्वासा आएर यसो ढोकाबाट हेरेको त राजाले त पानी के अरे जल पो पिउन खोज्दैछन्। ए राजा, तिमीले मलाई बोलाएर मलाई नखुवाइकन आफू खाना खोजिरहेका छौ, तिमी त अपराधी रहेछौ। हेर, मलाई तिमीले बोलाएर म आएको हो, म माग्दै आएको होइन। भोजन माग्दै आएको व्यक्ति भए पो, भोकाको व्यक्ति माग्दै आएको भए पो जुठो पुठो जे भए पनि प्राण खान्छ। म त तिमीले बोलाएर सम्मान दिएर बोलाएको हुनाले गर्दा म खाना आएको। मलाई नखुवाइकन तिमी आफू खान्छौ? म तिमीलाई अब त्यसै बाटी राख्दिन। तिमी त धर्मको नाममा कलंक रहेछौ। तिमी धर्मको नाममा धर्मको खोल ओढेर अधर्म गर्दा रहेछौ। तिमी जस्ता राजा यो संसारमा रह्यो भने यो संसारको हित हुँदैन। म तिमीलाई अहिले नै मारिदिन्छु भनेर आफ्नो जटा उखाल्नु भयो। दुर्वासा भनेको स्वयं शिवजीको अवतार हुनुहुन्छ। आफ्नो जटा उखाल्नु भएर भुइँमा पछार्नु भएको कीर्त्या नामको राक्षसीलाई जन्माउनु भएर भन्नुभयो, कीर्त्या, यी राजालाई गएर मारिदेऊ भन्नुभएछ। भनेपछि त महाराज कीर्त्या गएर राजा अम्बरीशलाई मार्न गएकी थिइन्। अम्बरीशको के थियो, दाहिने गोडाको पैतालामा परम भक्त भएको हुनाले, परमात्माको परम भक्त भएको हुनाले उनको पैतालामा भगवानले चक्र दिनु भएको थियो। सुदर्शन चक्र निस्किए भगवान सुदर्शन चक्र निस्कनु भएर कीर्तिलाई भस्म गर्नुभयो। अनि भस्म गरेपछि अब यिनै ब्राह्मणले हो राजा अम्बरीशलाई मार्न खोजेका, यिनलाई पनि मार्छु भनेर चक्रराज भगवान ब्राह्मणलाई मार्न जानु भएको। ब्राह्मण त्यहाँबाट पिठ्यौं फर्काएर भाग्न थाले। भक्तवत्सल भगवानको यसरी भागे कि महाराज उनले ब्रह्मलोकमा गए। मलाई चक्रले जलाएर मार्न खोजिरहेका छन्, चक्रले मलाई बचाउनुहोस् हे ब्रह्माजी भनेर ब्रह्मालाई गएर स्तुति गरे, ब्रह्मासँग निवेदन गरे। ब्रह्माले पनि मतलब गर्नु भएन, किनकि भगवान विष्णुको चक्र हो, मबाट यो सामर्थ्य छैन, जसको चक्र हो उसैले मात्र उद्धार गर्न सक्छ भने। त्यसपछि शिवजीको पासमा गए, शिवजीले पनि मतलब गर्नु भएन। अनि स्वयं नारायणको पासमा गए, विष्णु भगवानको पासमा वैकुण्ठमा। अनि परमात्माले भनिदिनु भयो दुर्वासालाई, हे दुर्वासा, हे ऋषि गुरुदेव, चक्र मेरो त हो, तर अहिले यो चक्र मेरो भक्तको रक्षाको लागि रहेको हुनाले गर्दा मेरो आयुध भए तापनि, मेरो चक्र भए तापनि मबाट अहिले तपाईको रक्षा हुन सक्दैन। यदि हजुरलाई आफ्नो रक्षा, आफूलाई सुरक्षित हुनु छ त मेरो भक्त अम्बरीशकै गएर माफी माग्नुहोस्, उनैले रक्षा गर्छन्। भक्तवत्सल भगवानको उनैले बचाउँछन् तपाईलाई, उनै कहाँ जानुहोस्। परमात्माले भनिदिनु भयो, किनकि म यसको मालिक त हो, चक्र त मसँग छ हो, म चक्रको मालिक त हुँ, तर आवश्यकता के छ? अम्बरीशलाई तपाईले दुःख दिएको हुनाले अम्बरीश तपाईसँग रिसाएका छन्। मैले चक्रलाई सान्त्वना दिने बित्तिकै मेरो भक्तको मान घट्छ। मैले चक्रलाई समाधान गर्ने बित्तिकै मेरो भक्तको चित्त दुख्छ, मान घट्छ। म त भक्तको मान बढाउने वाला हो है। अहम भक्त पराधीनो, म त भक्तको अधीनमा छु। यशतन्त्र इव द्विज, किन म हे ब्राह्मणले म स्वतन्त्र भएर पनि मलाई कसैले उठाए उठ्ने, बसाए बस्ने कसले गराउँछ? मेरा भक्तले गराउँछ है। मलाई घरि सुताए म सुत्नु पर्छ, उठाए उठ्नु पर्छ, जा भने जानु पर्छ, आ भने आउनु पर्छ। मेरा भक्तले जे गरे म त्यही हुन्छु। त्यही भएर अहिले म भक्त भन्दा माथि छैन, अहिले म भक्तदेखि तलै छु। उनीलाई मेरो भक्तलाई उनैले हो। अब उनले जे गरेका छन्, तपाईले उनीमाथि जे गल्ती गर्नुभयो र उनले जे गरे तपाईमाथि, यो तपाई र भक्तको बीचको कुरा हो। मेरो भक्तसँग गएर माफी माग्नुहोस्, मबाट अर्थ छैन भनेपछि सिधै दुर्वासा त्यहाँबाट अम्बरीशसँग रिसाएर गएका व्यक्ति फर्केर आए, लज्जित भएर आएर भन्छन्, अहो अनन्त दासानाम महत्तम दृष्टमद्यमे। ओ
ओहो भगवानको आज परमात्माको दास भगवानको भक्तको वास्तविकतालाई आज मैले देखेँ कि हे राजन आज हजुरलाई मैले गरेको अपमानको बदला अपमान मैले आज त्यसको बदला मैले अपमानित म भए अपमानित मात्र होइन मैले ज्यानै जोखिममा पार्ने अवस्थामा म पुगे आफ्नो कर्मको भूलले गर्दा मैले तपाईमाथि ठुलो गल्ती गरे तपाईलाई मार्न कृत्य उत्पत्ति गरेर तपाईलाई मार्न चाहे तपाईले नगरेको गल्तीलाई पनि मैले गल्ती देखे म पापी हुँ हेर्नु राजन म अहिले यो विश्व ब्रह्माण्डमा वैकुण्ठ कैलाश सबै घुमेर आउँदा 1 वर्ष भइसक्यो अहिलेसम्म मैले हजुरले मलाई खाना बोलाउनु भएको त्यो दिन हजुरकोमा भोजन नगरेर जाँदा मैले अहिलेसम्म केही खाएको छैन मलाई क्षमा दिनुहोस् मलाई यो चक्रबाट बचाउनुहोस् पहिला अनि हजुरले जे खान दिनुहुन्छ म त्यो भोजन गर्छु भनेपछि अम्बरीश राजाले सुदर्शन चक्रको स्तुति गर्नुभयो अनेक प्रकारले सुदर्शन नमस्तुभ्यं सहस्राराच्युत प्रिया सर्वस्त्राघातिं प्राय स्वस्ति भूयायुष्पते हे सुदर्शन भगवान हजुरलाई मेरो नमस्कार छ हे सहस्राराच्युत प्रिय भगवान अच्युतका प्रिय हे सुदर्शन चक्रराज हजुर ब्राह्मणको अगाडि ब्राह्मणलाई दुःख नदिएर अब हजुर आप शान्त भइदिनुहोस् भनेर जब उनले प्रार्थना गरेपछि सुदर्शन चक्र पहिलाकै ठाउँमा गएर बस्नुभयो राजाले अन्तिममा त्यसरी भगवान ब्राह्मणको सुदर्शन चक्रबाट रक्षा गरिसकेपछि ब्राह्मणलाई भन्नुहुन्छ कसले भन्दाखेरि अम्बरीशले भन्नुहुन्छ हे राजन हजुरलाई हे गुरुदेव हजुरलाई भोक लाग्यो 1 वर्ष भयो भन्नुभयो मैले पनि हजुर गएदेखि यो हत्केलामा जल पिउन जो म बसेका थिएँ भगवानलाई अर्पण गरेको जल त्यो जल अहिले 1 वर्ष भयो मैले पनि पिया छैन भक्तवत्सल भगवानको मैले पनि पिया छैन 1 वर्ष भयो र यो भोजन जो छ नि पहिला यी भोजन पनि जस्तो थियो पहिला हजुरलाई नखुवाइकन खान्न भनेर मेरो वचन जुन भोजन मैले जो दिया थिएँ त्यो वचन परिपालन गरेर बसिरहेको छु भोजन अब अर्को सालको एकादशी आयो तबसम्म राजाले भोजन नगरे आफ्ना भान्सेहरूलाई सबैलाई जति भान्से ती सबैलाई भन्नुभयो राजाले कोही पनि नसुत्नु है आगो ननिभाउनु ब्राह्मणलाई भोजन गराएपछि मात्र भोजन गर्छु म यही भोजनै गर्नुपर्छ भनेर त्यो भोजन आगो ननिभाइकन चुलामा सुरक्षित राखिराखे हेर्नुहोस् भक्तवत्सल भगवानको खाएर आगो निभाएर बाँकी रहेको भोजन पो बासी हुन्छ उच्छिष्ट हुन्छ हैन खाएर आगो निभाइसकेपछि भान्सेले पनि खाएर अनि बाँकी रहेको मानव कुनै अब केमा राखिन्थ्यो के भन्ने पहिला राख्ने त्यसरी राखेको भोजनको उच्छिष्ट हुन्छ बासी हुन्छ बेलुकाको तर आगो निप्दैन जुन चुलामा भान्सीले जसले खाँदैनन् त्यसलाई जस्तो थियो त्यसलाई तताएर सुरक्षितै राखिरहन्छ भने 1 वर्षको भोजन पनि अशुद्ध हुँदैन हेर्नुहोस् आज ब्राह्मणलाई त्यही भोजन गराउनु भयो ब्राह्मणलाई अम्बरीश राजाले दुर्वासाले त्यही भोजन गर्नुभयो र अम्बरीश राजाको त्यो प्रकारको भक्तिलाई दुर्वासाले वर्णन गर्दै हिँड्नुभयो सज्जन भक्तवृन्द संसारमा भगवानको भक्त जस्तो भगवानको भक्ति गर्ने प्रिय भक्त जस्तो संसारमा कोही पनि हुँदैनन् कर्मनिष्ठ ब्राह्मण पनि हुँदैनन् वेदवादी ब्राह्मण पनि हुँदैनन् परमात्माको भक्त जो पनि छ त्यो माथिल्लो श्रेणीको हुन्छ सबैको सम्मान गर्ने योग्य हुन्छ त्यसैले राजा परीक्षितलाई सुखदेवले भन्नुभयो राजन अब तपाईले भगवानको प्रिय बन्न भगवानको अनन्य भक्त हुन जरुरी छ जसरी अम्बरीश भन्नुभयो अम्बरीशले ब्राह्मणको श्रापलाई पनि पचाउनु भयो भगवानको कृपाले र ब्राह्मणले अम्बरीशलाई तल्लो स्तरमा गिराउन खोजेका थिए उहाँ कहिले पनि तल्लो स्तर पुग्नु भएन माथिल्लो स्थानमा रहनु भयो
कोही पनि माइकल लालले कसैले हेर्न सक्दैन, कसैले केही गर्न सक्दैन। परमात्माका अनन्य भक्त छन् भने ती भक्तले कहिल्यै पनि गलत मार्गमा कहिल्यै पनि उनीहरू लाग्दैनन्, कहिल्यै गलत मार्गमा हिँड्दैनन्। भगवानको प्रिय भक्त बनिरहन्छन्। त्यस्ता भक्तको सधैँ भगवान दास बन्नुहुन्छ। सधैँ भगवान कृपा गर्ने, एउटा कृपा भावले हेरिरहने भगवान सधैँ त्यो दायित्व निभाइरहनुहुन्छ। भक्तवत्सल भगवानको जय, कृष्णचन्द्र भगवानको जय। राजा परीक्षितलाई मनमा अलिकति आनन्द आयो हैन। राजा परीक्षितले सोच्नु भएको थियो मेरो जीवन बर्बाद हुनेछ, मेरो जीवन बर्बाद भएर जानेछ, मलाई तक्षक नाम गरेको सर्पले 7 दिनमा डस्नेछ, ब्राह्मणको श्राप छ मलाई, अब मेरो अधोगति अधोपतन हुनेछ भन्ने मनमा थियो। तर सुखदेवले यो प्रसंग जोडेर कथा बताएपछि राजालाई हर्ष जागृत भयो। मनमा सोच्नु भयो ओहो, संसारमा परमात्मा भन्दा सिवाय, भगवानको भक्त हुनु भन्दा सिवाय भनेको सत्यतामा रहनु, सत्मार्गमा रहनु भन्दा अर्को कुनै पनि मार्ग, अर्को कर्म रहेनछ। मैले बुझे आज। यसरी बुझ्नुभयो राजा परीक्षितले। सुखदेवलाई भन्नुहुन्छ अझै भगवानका लीला श्रवण गराउनुस् न, म अझै हजुर भगवानका कथाहरू, त्यस्ता भगवानका भक्तका कथा, प्रभुका लीलाहरू म सुन्न चाहन्छु भन्नुभयो। अब हामी फेरि एउटा सानो भगवानको भजन गाउँ अनि प्रसङ्गलाई अगाडि बढाउँला। भक्तवत्सल भगवान